हेर्नुहोस् त कहाँसम्मको फटाइ गर्न भ्याएको नेपालीहरूले नजानेको केही पनि छैन कि। अनि तेरो अफर लेटर यो हो भनेर उसले पैसा मागिरहेको रहेछ। अफर लेटरमा चाहिँ के रहेछ भन्दाखेरि उसले आफ्नो नाम चेन्ज गरेर उसको नाम एडिट गरेर है नेपालीहरू कतिसम्म फटा हुँदा रहेछन् भन्ने चाहिँ मैले केही दिन अगाडि थाहा पाएँ। मलदिप्सको केसमा के भइरहेको थियो भन्दाखेरि एउटा व्यक्ति भनौँ न ऊ चाहिँ काम चेन्ज गर्न खोजिरहेको रहेछ मलदिप्स आएर काम राम्रो नपरेर। अनि नेपालमा एकजनासँग कुरा गरेछ, त्यही एजेन्टै भनौँ न, बस त्यस्तै काम गरिराख्ने मान्छे रहेछ। अनि उसले चाहिँ काम चेन्ज गर्न मिल्छ बिना चेन्जिङ लेटरको भनेर लाएछ। त्यसपछि पैसा यति लाग्छ, म कम्पनीसँग कुरा गर्छु भनेछ। अनि कुरा गरेछ अनि उसले रिजाइन पनि दिएछ कम्पनीबाट, अर्को काम पाउने भयो भनेर। अनि रिजाइन दियो अनि उताबाट उसले अफर लेटर पनि पठाइदियो। अनि अफर लेटर पठायो अनि मलाई यस्तो यस्तो भयो दाइ भनेर मेसेज आयो। अनि अफर लेटर पठाऊ भनेर यसो हेरेको, अफर लेटरमा चाहिँ के रहेछ भन्दाखेरि उसले आफ्नो नाम चेन्ज गरेर उसको नाम एडिट गरेर है अनि तेरो अफर लेटर यो हो भनेर उसले पैसा मागिरहेको रहेछ। ल हेर्नुहोस् त कहाँसम्मको फटाइ गर्न भ्याएको। आफ्नो अफर लेटरको नाम अनि नम्बर डेट अफ बर्थ चेन्ज गरेर अर्काको राखिदिएर अनि पैसा लुट्न खोज्ने, त्यो पनि यो अन्जान देशमा आएको मान्छेलाई, नेपालीले नै, अनि एउटै गाउँको मान्छेले। कतिसम्म फटा हुँदो रहेछन् है। अनि मैले कसरी त्यो अफर लेटर चिने, कसरी एडिट गरेको चिने भन्दाखेरि केही दिन अगाडि त्यही व्यक्तिले मलाई चाहिँ यो कम्पनीको बारेमा बुझिदिनु भनेर सेम अफर लेटर, मतलब त्यही अफर लेटर मलाई पठाएको थियो। अनि मैले चेक गरिसकेको थिएँ अनि मसँग त्यसको पिडिएफ अलरेडी थियो। अनि सेम अफर लेटर 3 दिनपछि त्यस्तो भनेर आयो। नेपालीहरूले नजानेको केही पनि छैन कि वास्तवमा चाहिँ। यस्तो फटाइ गर्ने काम चाहिँ बन्द गरिदिएन। अनि यस्तो फटाहरूबाट चाहिँ आफू पनि बच्नु, अरूलाई पनि बचाउनु। अर्काको देशमा आएर दुःख पायो भने सबभन्दा गाह्रो त्यही नै हुन्छ। त्यही भएर सकेसम्म एकदम बुझेर ट्रस्टेबल मान्छेसँग मात्र काम गर्नु होला। मलदिप्सको केसमा के छ, धेरैजना यसरी पीडित भएका छन्। अलिकता सोच पुर्याउनु होला। धन्यवाद।